नेपाल सरकारले यार त्यही भन कहाँ फस्यो यार चल्दिनु जस्तो छ लाले भाइ कर्मचारी षड्यन्त्रभित्रको व्यक्ति र विसङ्गति अन्त्य गर। उज्यालो नेपालको नायक कुलमान घिसिङ जिन्दाबाद। सम्पूर्ण आन्दोलन मित्रलाई अब हामी आजको यस कार्यक्रम अगाडि आन्दोलनमा रहेका मूल ब्यानरलाई यहाँ अगाडि ल्याइदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। आन्दोलनमा सरिक हुने सम्पूर्ण मित्रहरू, हाम्रो यस आन्दोलन शान्तिपूर्ण ढङ्गले हुनेछ। कुनै पनि मुद्दावादहरू हुने छैन र राजनीतिक दलहरूको झन्डाहरू प्रदर्शन गरिने छैन। यो हामी अवगत गराउन चाहन्छौँ। यहाँ अब हाम्रो केही समय पछाडि नै यहाँ विशिष्ट व्यक्तित्वहरू, नागरिक अगुवाई व्यक्तित्वहरूले आज यस कार्यक्रमलाई सम्बोधन गर्नुपर्ने हामी जानकारी गराउन चाहन्छु। ब्यानर अगाडिको ब्यानर मूल ब्यानर ल्याइदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। विभिन्न सङ्घ संस्थाका र ब्यानरहरूलाई यता यो जस्ता र यताको बारहरूमा राखिदिनको निम्ति म सबै सङ्घ संस्थालाई अनुरोध गर्न चाहन्छु। मूल ब्यानर मात्रै अगाडि ल्याइदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। जनसमुदाय, आज हामी यहाँ विशाल अगाडिको रोमा र अगाडिको पङ्क्तिको सडकको रोमा सबै झ्याप्प बस्दिनको निम्ति म अनुरोध गर्न चाहन्छु। हामीले र पछाडिसम्मको यो ध्वनिलाई, हाम्रो आवाजलाई सुन्नुपर्ने हुनेछ र सुन्नको निम्ति सहयोग गरिदिनको निम्ति सम्पूर्ण हाम्रो अगाडिका मित्रहरूलाई बस्दिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी विशाल र्यालीमा छौँ। जस्तै हामीले आज कुलमान घिसिङ पुनर्बहाली सङ्घर्ष समितिबाट
समाजबाट यहाँ उपस्थित हुनुभएको महानुभावहरू, अब हामी केही समय पछाडि नै हाम्रा यहाँ विशिष्ट व्यक्तित्वहरूको उपस्थित भइसकेको छौँ। यी विशिष्ट व्यक्तित्वहरूको भनाइहरू उहाँहरूका वक्ताहरू राख्नेछौँ। तपाईँहरू एकछिन थाहै धारण गरिनुको निम्ति म हार्दिक अपिल गर्न चाहन्छु। विभिन्न जातिका झाँकीहरूलाई पनि यथास्थलमा बसिदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। भाइ बाटो होला त जानलाई बसहरू सब रोकिरहेको मलाई देखाइदिएको हेलो हेलो जुलुसमा आएको के भयो भयो नर्सहरू राम्रो राम्रो छ कि